हेलो गाइज, वेलकम एभ्रिवान, गुड मर्निङ गाइज। आज म तपाईहरुलाई सबै ठाउँहरू देखाउने छु जो दैलेख जिल्लाको है। भिडियो अन्तिमसम्म हेर्नु होला। ल हेर्नुस्, पछाडी देखिने सब यो ब्याकग्राउन्ड सब यो दैलेख जिल्लाको एरिया हो। सबै यो सब यो डाँडा काँडा यो पारी पारी डाँडाहरू सब यो दैलेख जिल्ला हो। जति पनि तपाईले क्यामेरा देख्नु भएको छ यो जति डाँडाहरू छ नि यो सब दैलेख जिल्लाको डाँडाहरू है। यो जति देखिन्छ नि क्यामेराले जति देखे अनुसार अब कतिको क्लियर देखिएको छ। अनि हेर्नुस्, यो दैलेख बजार हो गाइज। यो दैलेख बजार उता दैलेख बजार हो। अनि त्यसपछि यता दैलेख काँडाचोर, सो दैलेख काँडाचोर, त्यसपछि पारी यो पनि दैलेखकै गाउँपालिकाहरू हो यो सबै है। पारी ल हेर्नुस्, अब म कौसीमा आइसकेको छु। उतादेखि ल हेर्नुस्, गाडी आइसकेको छ, गाडी आइरहेको छ। घरेलु नेपाल टेलिकमको अफिस अनि आर्मी क्याम्प दैलेख जिल्लाको है। अनि त्यसपछि यता मोडल स्कुल, उता सुर्खेतदेखि आउने रोड, उता ठालु डाँडा भन्ने ठाउँ है। दैलेख जिल्ला हस्पिटल भएको ठाउँ हो। उता यो जङ्गलभित्र यो रामपुर डाँडा दैलेखको। त्यसपछि यो दैलेख जिल्ला यता यो बजार भयो। अनि त्यसपछि यता काँडाचोर, दैलेख काँडाचोर है। ओके, यहाँ महोत्सव लाग्ने हरेक फुटबलहरू गेमहरू भइरहेको छ यता यो काँडाचोर फिल्ड दैलेखको। अनि त्यसपछि यो तपाईहरूले जति पनि देख्नुहुन्छ नि यो पारी पारी डाँडाहरू सब जति पनि छ यो क्यामेराले भेटाए जति सबै यो दैलेख जिल्लाको एरिया हो। यो सबै यो महाबु गाउँपालिका गैँडाबाजको पनि मैले बजार देखाएँ है। हेर्नुहोस् कतिको क्लियर देखिरहेको छ। ल हेर्नुहोस्, यो महाबु गाउँपालिकाको दैलेख जिल्लाको महाबु गाउँपालिकाको बजार हो है। गाउँपालिका गैँडाबाज बजार। त्यसपछि यो माथि महाबु डाँडा। अनि यता यो सब यो कहाँ हो त? यो दैलेख क्षेत्र हो। सबै दैलेख जिल्लाको सदरमुकाम यो भइहाल्यो। यता दैलेख जिल्लाको सदरमुकाम मैले देखाइसकेँ बजार होइन। यो जति छ देखिने क्यामेराले क्याच गरे जति सब यो दैलेख जिल्ला हो है। दैलेख एरिया हो यो। हिमाल पहाड यत्रो ठुलोहरू छ। अनि आज हामी कहाँ जान्छौँ तपाईँलाई म देखाउने छु गाइज। ल हेर्नुहोस्, दैलेख बेलासपुर मन्दिरमा जानेछु है गाइज। हामी आज यो यहाँको मन्दिरमा जानेछौँ गाइज। ल तपाईँलाई हामी पनि त्यहाँ गएर देखाउने छु है। ओके, हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म। यो खुर्सानीबाडी बजार हो है। यहाँदेखि देखिरहेको छ, यतिको मैले जुम गरेर देखाएँ तपाईँहरूलाई। अब ल ओके गाइज, हामी अब त्यहाँ बेलासपुरमा गएर तपाईँलाई त्यहाँको मन्दिरमा गएर देखाउने छौँ है। ओके, अब बिहान त जान पाइएन, अब दिउँसो गएर देखाउने छौँ त्यहीँ गएर है। ल हेर्नुहोस्, यही हो गाइज, सबै देखाएँ। दैलेख बजार, दैलेख जिल्ला सब यही हो है। दैलेख जिल्ला कस्तो छ कमेन्ट गर्नु होला। तपाईँ कहाँदेखि हुनुहुन्छ, दैलेखदेखि हुनुहुन्छ कि कहाँदेखि हुनुहुन्छ कमेन्ट गर्नु होला गाइज। यो दैलेख जिल्ला हो। ओके, ल हेर्नुहोस्, बाई गाइज।